सपोज काठमाडौँमा हुन्छ तपाईँले काठमाडौँमा थिच्नु भने काठमाडौँको अपडेट्सहरू तपाईँले पाउनुहुन्छ, पोखरामा हुनुहुन्छ भने पोखराको अपडेट्सहरू पाउनुहुन्छ। हाम्रो धेरैवटा च्याप्टर्सहरू सबैजना एक्टिभ भइसकेको छ होइन। यसमा इनकेस कुनै सिटीमा तपाईँहरू गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गरिदिनु होला, हामी नेपाललाई हामीले अर्को ग्रुप यहाँ हामीले एड गरिदिन्छौँ, सो द्याट यो चाहिँ तपाईँहरूको कम्युनिकेसन च्यानल हुनेछ। सपोज अब हामी काठमाडौँमा गयौँ होइन, वेलकम टु द अफिसियल डिस्कर्ड हुन्छ। कुनै कुरा अब हामीले प्रोटेस्टको लोकेसन चेन्ज गर्यौँ भने हामीले अनाउन्समेन्ट गर्छौँ, त्यही भएर अलवेज तपाईँको फोन चाहिँ एक्टिभमा राख्नु होला, नोटिफिकेसन आउने बित्तिकै चेक गर्नु होला इनकेस हामीले लोकेसन चेन्ज गर्यौँ भने चाहिँ है। फ्याक्ट चेक्स फेक इन्फर्मेसनहरू आउँछ। यही बस्छौँ, कोही भन्नु पर्दैन। बाइकहरू होइन, प्लिज बाइकहरू एक लसमा बाटोमा राखौँ है। हो मान्छेहरू चाहिँ पछाडि नै बस्छौँ है, बाइकहरू अगाडि राखौँ है है। त्यो गाउँमा बत्ती फकर आएछ यसपालि, युवा विदेशी छन्, हुँदैछ पुरै देश यो खाली। गाह्रो छ निकै बेसमारी, हिँड्न पाइँदैन त्यसपालि, देश विकास हुँदैछ तर त्यो नि निकै नै बिस्तार। गोली पो हाने यार। सन्तोष गुरुङले दिनुभएको छ। सो अफिस हाम्रो डाक्टर सन्तोष गुरुङले दिनुभएको छ। सो वी आर इन हिज अफिस, so he is looking over us के हाम्रो रहेछ के। That's amazing. So we have told him that हुन्छ नि अब के भन्छ अब we don't know, you know, we don't want to spend any administration cost in the office expenses किनभने अब भाडा महँगो हुन्छ, त्यो पैसाले चाहिँ बरु अरूलाई हेल्प गर्न सकिन्छ नि त। डाक्टर सन्तोष गुरुङले पनि उहाँले चाहिँ आफ्नै हाम्रै अफिस छ, तिमीहरू यहीँ काम गर, तिमीलाई जे चाहिन्छ म दिन्छु, तिमीलाई कसरी काम गर्नुपर्छ के गर्नु छ हामी डिरेक्सन दिन्छौँ। सो दे आर बेसिकली हामी नेपालको फादर भनेर चाहिँ हामी चाहिँ बच्चाहरू हो, हामी नेपालको पेरेन्ट्स भनेको चाहिँ बारबरा फाउन्डेसन र डाक्टर सन्तोष गुरुङ हो कि। सो हाम्रो चाहिँ त्यस्तो छ कि एभ्री गाइडेन्स वी आस्क हिम, जे गर्नुभन्दा अगाडि नै हामीले चाहिँ डाक्टर सन्तोष गुरुङलाई हामी सोध्छौँ अनि मात्र हामीले काम गर्छौँ। गाइडेन्स राम्रो छ, हाम्रो मेन्टर राम्रो छ। अनि त्यही आफ्नो फन्डिङ्सहरू चाहिँ हामीले चाहिँ तपाईँको अब कस्तो गर्छौँ भन्दाखेरि चाहिँ इफ यु लुक एट आवर वेबसाइट होइन, वेबसाइट अझै नै अन्डर कन्स्ट्रक्सनमा छ किनभने एकदम टेक्निकल बनाएको छौँ हामीले, एकदम सोफिस्टिकेटेड, यो अहिलेसम्म वर्ल्डमा पनि छैन खासमा। अफिस हाम्रो डाक्टर सन्तोष गुरुङ होइन। सपोज काठमाडौँमा हुन्छ तपाईँले काठमाडौँमा थिच्नु भने काठमाडौँको अपडेट्सहरू तपाईँले पाउनुहुन्छ, पोखरामा हुनुहुन्छ भने पोखराको अपडेट्सहरू पाउनुहुन्छ। हाम्रो धेरैवटा च्याप्टर्सहरू सबैजना एक्टिभ भइसकेको छ होइन। यसमा इनकेस कुनै सिटीमा तपाईँहरू गर्न चाहनुहुन्छ भने हामीलाई मेसेज गरिदिनु होला, हामी नेपाललाई हामीले अर्को ग्रुप यहाँ हामीले एड गरिदिन्छौँ, सो द्याट यो चाहिँ तपाईँहरूको कम्युनिकेसन च्यानल हुनेछ। सपोज अब हामी काठमाडौँमा गयौँ होइन, वेलकम टु द अफिसियल डिस्कर्ड हुन्छ। कुनै कुरा अब हामीले प्रोटेस्टको लोकेसन चेन्ज गर्यौँ भने हामीले अनाउन्समेन्ट गर्छौँ, त्यही भएर अलवेज तपाईँको फोन चाहिँ एक्टिभमा राख्नु होला, नोटिफिकेसन आउने बित्तिकै चेक गर्नु होला इनकेस हामीले लोकेसन चेन्ज गर्यौँ भने चाहिँ है। फ्याक्ट चेक्स फेक इन्फर्मेसनहरू आउँछ
तपाईँलाई धेरै जस्तो। सो यसमा चाहिँ यो इन्फर्मेसन गलत हो कि राइट हो त्यो इन्फर्मेसन चाहिँ हामीले फ्याक्ट चेकमा पाउँछौँ, क्वेरिजहरू भयो होइन। अनि त्यसपछि हाम्रो डिस्कसन, तपाईँहरूले आफै डिस्कसन गर्न सक्नुहुन्छ यो डिस्कसन ग्रुपमा के गर्दाखेरि राम्रो हुन्छ हाम्रो देशमा, के गर्दाखेरि चाहिँ हाम्रो भोइस सुनिन्छ होइन, यसमा गर्न सकिन्छ। ग्राउन्ड अपडेट, ग्राउन्डमा के भइरहेछ अहिले हरेक प्रोटेस्टको ठाउँमा चाहिँ ग्राउन्ड रियालिटी के छ होइन। काठमाडौँमा धेरैवटा ठाउँमा हाम्रो सेक्टरमा हामीले आन्दोलन गर्न सक्ला नि त, अनि त्यसको ग्राउन्ड रियालिटी के छ त्यो इनकेस तपाईँलाई गाह्रो पऱ्यो भने रिक्वेस्ट फर हेल्प है यसमा गर्न मिल्छ है। न्युजहरू हाम्रो बारेमा के आइरहेछ, कति कुरा फेक हो कति कुरा राइट हो यो यसमा जान्छ। यसमा तपाईँको ग्रुप च्याट्सहरू हाम्रो यसरी गरेर हामीले राखेको छौँ, त्यही अनुसारमा चाहिँ तपाईँले चाहिँ आफ्नो आफ्नो च्याप्टर्सहरू तपाईँले आफ्नो ठाउँबाट प्रेस गर्नु मिल्छ। रिक्वेस्ट एभ्री वान टु जोइन द डिस्कॉर्ड। अनि यसमा तपाईँहरूको सेन्ट्रल कम्युनिकेसन च्यानल हुन्छ, तपाईँहरूले आफै प्रोटेस्ट गर्न सक्नुहुन्छ, आफ्नो आफ्नो एजेन्डाहरू राखेर तपाईँहरूले एउटा आफ्नै लिड लिएर तपाईँले आफ्नो ठाउँबाट गर्न सक्नुहुन्छ। यो भएपछि काठमाडौँको टिम काठमाडौँबाट गर्छ, पोखराको टिम पोखराबाट गर्छ। तपाईँले यो डिस्कर्डको त्यो स्क्रिनसट चाहिँ सबैजनालाई चाहिँ प्लिज यो मेसेज फैलाइदिनु होला। अब प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो भावगङ्गा जता तता। Participate in the next election, and we'll make sure it happens. Let's say one of the main parties ends up winning next March. If the people, the Nepali people, choose to put them back in power, would you accept that as a result, or do you think we might see more protests? Yes, we will protest. Like I said, no Nepalese want them back. If you ask any true आगो लगाएको जिम्मा रासोपाले लिन तयार छ। यो देशमा आगो लगाएको जिम्मा रासोपाले लिन तयार छ। यो देशमा आगो लगाएको जिम्मा रासोपाले लिन तयार छ। यो देशमा आगो लगाएको जिम्मा रासोपाले लिन भनिरहनु भएको छ हैन। तपाई त्यो ठाउँमा हुनुहुन्छ, उहाँहरूले के माग राख्नुभयो भन्नु? उहाँहरूको माग केही छैन, जति उहाँहरूले मागेकै पो के छ र। मैले मागेको त मलाई त केही लागेन। उहाँहरूको जो नोक्सान हो त्यसको क्षतिपूर्ति त कहिले हुनै सक्दैन, लेबर बिल कहिले हुनै सक्दैन र राज्यले गर्न पनि सक्दैन, जिउँदो फर्काएर त ल्याउन सक्दैन। उहाँहरूको त वास्तवमा त्यो छोरा हो नि, छोरा अमूल्य चिज थियो, अब मूल्यवान भनौँ न उहाँहरूको लागि। त्यस्तो छोरा गयो होइन। अब त्यही पनि के छ भने बाँचुन्जेललाई एउटा अलिकति राज्यबाट मद्दत हुन्छ कि, कोसिस त उठ्ने त उहाँहरूले गर्ने हो होइन, अर्काले दिएर खाएर त के हुने हो। कोसिस त उहाँले, अब उहाँ घर व्यापार सबै छोडेर बसेको मान्छेले फेरि यो नातिहरूको लागि त बाउ बनेर उभिनु पर्यो। अब त्यही हो, त्यसमा राज्यले कति मद्दत गर्छ, कतिसम्म कति पर्सेन्टसम्म सहयोग गरेर चाहिँ उहाँहरूलाई चाहिँ अलिकति परिवारलाई राहत हुन्छ भन्ने त्यही विषयमा उहाँहरूसँग बसेर छलफल गरेको। सीता, तू नारी नहीं पिशाचिनी है, पिशाचिनी। तू हमारे कुल के समस्त योद्धाओं को खा गई है। आज अपने पुत्र के प्राणों का मोल हम तुम्हारे प्राणों से चुकाएंगे, तुम्हारे प्राणों नहीं। रासोपा भनेको नयाँ माओवादी हो। तपाईले कसरी बुझ्नु भएको छ? नयाँ संस्करणको माओवादी, आइटीवाला माओवादी के। हिजो चाहिँ गोलीगट्ठावाला माओवादी थियो, जसले अर्कालाई सुन्दै सुन्दैन थियो, उसको वैचारिक निष्ठा पनि उसले चाहेको मात्र हुनु पर्थ्यो, नत्र ऊ कुट्दिन्थ्यो, पिट्दिन्थ्यो, मारिदिन्थ्यो। जुन माओवादीले जुन नीति र सिद्धान्तको लागि जुन आर्थिक क्षति र जनधनको नेपालमा क्षति गर्यो, अहिलेको यो नयाँ पुस्ताले त्यही धन र त्यही अझ त्योभन्दा ठुलो माओवादीले सिंहदरबार कहिले जलाएन नि, न्यायपालिका जलाएन नि, संसद जलाएन नि, अन्त व्यापारी घराना जलायो होला, अरूलाई दुःख दियो होला। त्योभन्दा पनि एक स्टेप माथि उठेर अहिलेको यो बालनवाला, यो गोर्खामा उठ्यो के अरे सुदन गुरुङवाला, रविवाला, यी जोसुकै यी सबैको नेतृत्व अहिले त्योभन्दा ठुलो हिंसा भदौमा हामीले देखिसक्यौँ। हिंसाको बलमा कुनै राजनीतिक शक्ति बन्छु भनेर जब आउँछ नि, त्यो देशको लागि दुर्भाग्यपूर्ण कुरा हो। तपाईँ हेर्नुहोस्, हरेक युगमा अल्लाहरे पुस्ताले हिंसा गरेका छ। काङ्ग्रेसको अल्लाहरे पुस्ताले 7 सालमा गर्यो,
मालेको अल्लारे पुस्ताले पञ्चायतपछि इन्ट्री गर्यो, केपी ओलीहरू अल्लारे हुँदाखेरि। पछि माओवादीको अल्लारे पुस्ताले कति ठुलो धनजनको क्षति गर्यो। अहिलेको यो रासपावाला अल्लारे पुस्ताले कति ठुलो धनजनको र इज्जतकै, अहिले त हाम्रो इज्जतै गयो। पशुपति विकास कोष जलायो यिनीहरूले। पशुपति विकास कोष जल्नु कति लाजमर्दो कुरा हो क्या। मठ मन्दिरको संरचनासम्म जलाउने यिनीहरू पढे लेखेका बुझेका भनेर हामी मान्छौँ। तब यसो पृष्ठभूमि हेर्नुहोस्, नेपालमै रोजीरोटी गरेर नेपालमै व्यवसाय गरेर नेपालमै स्थापित भएको कोही मान्छे छैन रासपामा। कुनै न कुनै एनजिओमा, कुनै न कुनै आइएनजिओमा कि सल्लाहकार भएको छ, कि प्रोजेक्ट लिएको छ, कि के गरेको छ, कि विदेश बसेर आएको छ, कि के गरेको छ, केही न केही त्यो राष्ट्रिय नेटवर्कसँग उसको सम्बन्ध छैन। ऊ देउताको नाममा भोट माग्दिन भन्छ, धर्मको नाममा भोट माग्दिन भन्छ। धर्मको नाममा भोट माग्दिन भने त पापको नाममा भोट माग्नु हो। धर्मसँग त्यस्तो एलर्जी छ। त्यस्ता व्यक्तिहरू चाहिँ हाम्रो अब मुक्तिदाता हुन सक्छन्? सक्दैन नि। अनि रासपा भनेको नयाँ माओवादी हो। तपाईँले कसरी बुझ्नु भएको छ? नयाँ संस्करणको माओवादी, आइटीवाला, हिजो चाहिँ गोलीगट्ठावाला माओवादी थियो। धर्मनिरपेक्षता, संघीयता यो काङ्ग्रेस एमाले माओवादी घन्टी पार्टी भन्नेले त पछि मानेका हुन्। त्यसकारण गणतन्त्र ठिक लाग्नेले प्रचण्डलाई भोट दिनु होइन। गणतन्त्रले देशलाई बर्बाद गर्यो भन्ने तपाईँलाई लाग्छ भने अरू विकल्पै छैन, राप्रपा हो। राप्रपा एक मात्र यो देशको वैकल्पिक शक्ति भनेको राप्रपा हो। जबसम्म तपाईँले राप्रपालाई चिन्नुहुन्न, जबसम्म तपाईँले राप्रपालाई मतदान गर्नुहुन्न, दुःख पाइराख्नुहुन्छ। देशले यही दुर्गति बिहोरी राख्नुपर्छ। त्यसकारण देशलाई दुर्गतिबाट मुक्त गरेर अगाडि लैजाने हो भने म फेरि पनि भन्छु, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एकचोटि भोट दिनुहोस्। आजको समाजमा, अहिलेको राजनीतिक दलहरूमा तपाईँले फर्केर हेर्नुहोस्। इमानको राजनीतिमा राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा अर्को पार्टी कुन छ? देशभक्तिको सवालमा राष्ट्रिय प्रजातन्त्र पार्टी भन्दा अर्को कुन पार्टी छ? अनि तपाईँले राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई भोट नदिने, पटक पटक परीक्षामा असफल भएका, नयाँ पनि आउँदा आउँदै 10वटा अभियोग र लान्छना बिहोरेका मान्छेहरूलाई तपाईँले भोट दिनुभयो भने गल्ती कसको हुन्छ? ती पार्टीहरूको हुन्छ? त्यो भोट दिने तपाईँको हातको हुन्छ। मैले जहिले पनि खास गरी हाम्रो खस आर्य समुदायमा गएर भन्ने गरेको छु, अरे राजेन्द्र बाबु, अरू कुरा त त्यस्तै हो, तपाईँले जुन हिन्दू राष्ट्रको कुरा भन्नुभएको छ नि, त्यो सम्झेर त हामीलाई त आँसु आउँछ। नछोड्नुहोस् है, नछोड्नुहोस् यो हिन्दू राष्ट्रको कुरा भनेर भन्नुहुन्छ। अनि भोट चाहिँ कसलाई दिनुभयो त भन्दाखेरि के गर्ने, हामी त पुरानो काङ्ग्रेस परियो, अरूतिर हात जाँदैन। पुरानो एमाले परियो, अरूतिर हात जाँदैन भनेर जवाब दिन्छ। एउटा समानुपातिकमा चाहिँ विचार गर्नुपर्छ कि भनेर कोहीले भन्छ है। भने जसलाई हिन्दू राष्ट्र चाहिएको छ उसले भोट चाहिँ धर्मनिरपेक्ष ल्याउनेलाई दिएपछि अनि नेतालाई दोष दिएर हुन्छ? गिरिजा प्रसाद कोइरालालाई दोष दिएर हुन्छ? सुशील कोइरालालाई दोष दिएर हुन्छ? प्रचण्ड, माधव, केपी ओलीहरूलाई दोष दिएर हुन्छ? धर्मनिरपेक्षताको पक्षपाती काङ्ग्रेस सिंहदरबार जलाउने यहाँ त जे पनि हुन्छ। यहाँ त के हुन्छ, तपाईँ विदेशी किसानमा चल्नु भएन भने तपाईँलाई हत्या गराइदिन्छ। उसलाई पनि त टोयलेटमा लगेर मारिसकेपछि 2 घन्टापछि एम्बुलेन्स आयो, थाहा छ तपाईँलाई? यहाँ त जे पनि हुन्छ। यहाँ त के हुन्छ, तपाईँ विदेशी किसानमा चल्नु भएन भने तपाईँलाई हत्या गराइदिन्छ। उसलाई पनि धर्मको लागि भए पनि दिनु होला है। अब प्रत्यक्षको नभए पनि समानुपातिको, म प्रत्यक्षको उम्मेदवार छु, मेरो लागि चाहिँ मागिनँ मैले। एउटा भोट चाहिँ धर्मको लागि भए पनि दिनु होला है। अब प्रत्यक्षको नभए पनि समानुपातिको, म प्रत्यक्षको उम्मेदवार छु, मेरो लागि चाहिँ मागिनँ मैले। एउटा भोट चाहिँ दिनु होला है। अब प्रत्यक्षको